हेलो एभ्रिवान, आज चाहिँ तपाईँको सामु एउटा फेरि पनि भिडियो लिएर आएको छु। यो भिडियोलाई एकछिन तपाईँले हेरिदिनुहोस् होला, किनभने यो चाहिँ एकदमै जरुरी हो। तर तपाईँहरू हामीले एकदम यो नभई नहुने। आज चाहिँ पानीको ट्याङ्कीमा गएको थिएँ म, पानी बिग्रेर अनि पानी हेरेको पुरा मैला भएको रहेछ। अनि म एक्लै थिएँ, यसरी भिडियो गरिदिनु कोही थिएन। तर पनि तपाईँको सामु भिडियोमा देखाउनु खोजेको त होइन मैले यस्तो गरेँ भनेर, तर पनि तपाईँहरूको सामु तपाईँले पनि थाहा पाओस्। अनि पानी भन्ने कुरा चाहिँ है सबैलाई चाहिने कुरा है। अनि एक कुर्की पानीले पनि है हामीलाई जीवन दिन्छ। अन्त त्यसरी नै है पानी भन्ने कुरा चाहिँ बाटोमा हिँड्दै गर्दा खुस्किएको छ भने जोडिदिनु पर्ने हुन्छ। अनि म चाहिँ जहाँ गएको थिएँ एकदमै यहाँदेखि तल लान्छ यो पानी चाहिँ। म त त्यस्तो जरुरी पनि हुँदैन, तर पनि म त एउटा पाइपबाट ठक्कै गइहाल्छ, नजिकै छ। अनि अरू तलको यसरी नै पहिला अलिकति मैला हुन्छ, तर पनि सफा गर्दैछु। भिडियोलाई कस्तो लाग्छ म चाहिँ भिडियो एकदमै हेरिदिनुहोस् होला, कस्तो बनाउँछु अहिले एकदमै सेयर गरिदिनुहोस् होला है भिडियो, किनभने राम्रो भएन। किनभने चाहिँ आराम लिँदै गर्दा है बारीबाट फस्किएको छ भने पनि छ। त्यसरी नै आज छैन है, तर पनि यसरी चाहिँ तपाईँले सफा गरिदिनुहोस् होला। जस्तो पनि हेर्नुहुँदैछ एकछिन यो भिडियोलाई स्किप नगरिकन हेरेर सेयर गरिदिनुहोस् होला। एकछिन हुन्छ यो भिडियोलाई हेर्नुहोस् है त। म चाहिँ सफा गर्दैछु अहिले नै यसरी। देख्न सक्नुहुन्छ अहिले चाहिँ पानी गएको छैन। यो चाहिँ मैला पुरा जमिएछ। अनि यसरी यो सफा गर्दैछु म चाहिँ यहाँ। आउँदैछु यहाँ पानी यसरी, मूल चाहिँ यहाँ छ, एकदम सफा पानी हो यो चाहिँ। यहाँबाट यसरी जाँदैछ, अहिले चाहिँ उँधो जाने पानी सबै बन्द गरेको छ। सफा गरेर पानी ल्याउँदैछु म चाहिँ। फेरि भने त्यतिको सफा बनाइसकेको छु मैले चाहिँ, देख्न सक्नुहुन्छ। पुरैले तोले भरिसकेको थियो अनि पानी पनि कम्ती थियो, यहाँबाट यसरी आएको छ। सफा गरिसकेको छु मैले, पानी जाँदैछ यहाँ फलमको पाइपबाट। अब चाहिँ ट्याङ्कीमा पानी आइसकेको छ। यसरी दुईवटा फलमको पाइपमा ल्याएको छु, एकदमै मिहिनेत गरेर सफा गरेर। यति नै आजको लागि, यति नै। तपाईँलाई मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनुहोस् होला है। हुन्छ।